हेलो नमस्ते वेलकम टु माई सर्ट मिनी ब्लग। आज म हजुरहरूलाई यो गाउँको रोटी बनाउँदैछु। खाजाको लागि म भिडियो बनाउँदैछु। अनि मेरो नानीलाई मनपर्छ घरकै खाजा, यस्तो बनाएर दिए पनि खान्छ। रोटी सोटी बनाएँ, त्यसपछि म आज नानीको स्कुल लिन जानुपर्ने थियो। मेरो छुट्टी थियो, म घरमै थिएँ। म स्कुल लिन गएँ साई ग्लोबल स्कुल। उसको डान्स प्र्याक्टिस चलिरहेको थियो, त्यसैले म स्कुलमा गएँ, लिएर आएँ। अनि म बनाउन लागेँ चिया, मिल्क टी अनि रोटी खाजा खाने आज भनेर। अनि जे बनाएर दियो भने खान्छ। घरको खाजा स्कुल लैजान पायो भने खुसी हुन्छ। रोटी चिया खाने, त्यसपछि फेरि एकछिन घुम्न जाने खाजा खाएर भन्दै थियो। अनि म बनाउँदैछु चिया मैले। अनि हामी चाहिँ खाजा खाने, फेरि एकछिन डुल्न जाने भ्यायो भने, पछि 4 बजेको लागि पनि केही लिएर जानु खाजा खाएर फेरि एकछिन लिएर आइथि हुन्छ। आज नास्ता लाउनु भुलेको सोशल मिडिया त्यो छान्ने उचालो पनि सही त। अलि उचालोमा के गरेको यता नानीलाई चाहिँ रोटी चिया यस्तो यस्तै घरको खाजा बनाइदिएको। नानीले खान्छ। त्यसपछि हामी खाजा खान लाग्यौँ। अनि चाहिँ हात खुट्टा पनि हात मात्रै धोएर खान्छु मम्मा, एकदम भोक लागेछ भनेर खायो। त्यसपछि हामी बाहिर निस्क्यौँ, एकैछिन डुल्न गयौँ। अनि डुलेर पनि हामीहरू आइपुग्यौँ। लगभग 1 घन्टा जस्तो हामीहरू डुल्न गयौँ। अनि नानीले होमवर्क गर्दैछ। होमवर्क पनि यति धेरै हुन्छ, होमवर्क गर्दा गर्दा थाकेको हुन्छ। त्यसपछि म खाना बनाउन लागेँ। आलु फ्राईको सब्जी बनाएँ मैले। दालको दाल थियो, फेरि दाल पनिर फ्राई, आलु फ्राई गरेँ। त्यसपछि हामी पाक्यो हाम्रो खाना। अब खाना खान्छौँ 9 बजीतिर, रातिको 9 बजेको छ। Thank you for watching. Bye bye.